फरेक्स ब्रोकरको दुनियाँमा ए बुक र बी बुक त सुनिराखेकै कुरा हो, होइन र? ब्रोकरहरूले क्लायन्टको ट्रेड र आफ्नो रिस्क कसरी म्यानेज गर्छन् भन्ने यो स्ट्यान्डर्ड तरिकाहरू हुन्। तर बजारमा एउटा तेस्रो, अलि रहस्यमय शब्द पनि घुमिरहेको छ, सी बुक। हो, आजको हाम्रो ठूलो प्रश्न यही हो। आखिर यो सी बुक हो चाहिँ के? के यो रिस्क म्यानेजमेन्टको कुनै नयाँ रेभोल्युसनरी तरिका हो वा यो अर्कै केही हो? ल, अब यसको रहस्य खोलौँ। ल, सुरुमै एउटा कुरा क्लियर गरिहालौँ है। स्रोतहरूको अनुसार सी बुक भनेको कुनै अफिसियल छुट्टै क्याटेगोरी नै होइन। यो त ब्रोकरहरूले प्रयोग गर्ने एउटा फ्यान्सी मार्केटिङ टर्म जस्तै हो। तर यो शब्दको पछाडि लुकेको के छ त? वास्तवमा सी बुक भनेको ए बुक र बी बुककै मोडिफाइड भर्जनहरूलाई बुझाउन प्रयोग गरिने एउटा छाता शब्द जस्तो हो। यी स्ट्राटेजीहरूको मेन फोकस रिस्क म्यानेजमेन्ट भन्दा पनि ब्रोकरको आफ्नो नाफा बढाउनेतिर हुन्छ। आज हामी यस्तै 3वटा कमन स्ट्राटेजीहरूबारे कुरा गर्नेछौँ। ल, सुरु गरौँ सी बुकको सबैभन्दा कमन फर्म आंशिक हेजिङबाट। नामले नै भन्छ यो एक किसिमको हाइब्रिड हो, मतलब दुई फरक स्ट्राटेजीको मिक्स। अब यो भनेको के हो त? सिधा भाषामा भन्दा ब्रोकरले क्लायन्टको ट्रेडको एउटा हिस्सा मात्र हेज गर्छ, बाँकी गर्दैन। यसलाई पार्शियल ए बुक र पार्शियल बी बुकको कम्बिनेसन जस्तै सोच्न सकिन्छ। ब्रोकरले केही रिस्क बजारतिर पास गर्छ, तर केही रिस्क आफैसँग राख्छ। अनि त्यो अनहेज्ड पोर्सन आफ्नो फेभरमा गयो भने ब्रोकरलाई नाफा हुन्छ। एउटा उदाहरण हेरौँ न त। मानौँ एल्साले एउटा ट्रेडबाट $10,000 कमाइन्। अब यो त ब्रोकरको लागि सिधा घाटा भयो, होइन? तर ब्रोकरले उनको ट्रेडको 50% हेज गरेको थियो। त्यो हेजबाट ब्रोकरले $5,100 कमायो। अब हिसाब गर्नुस् त, 10,000को घाटाबाट 5,100को नाफा घटाउँदा ब्रोकरको नेट लससम्म $4,900 मात्रै भयो। अब ठ्याक्कै उल्टो सिनारियो हेरौँ। मानौ एल्साले $5,000 गुमाइन्। यो पैसा ब्रोकरले कमायो, तर याद छ नि त्यो 50% हेज? त्यसले गर्दा ब्रोकरलाई $2,400 को घाटा भयो। अनि फेरि हिसाब गर्दा 5,000को नाफाबाट 2,400को घाटा घटाएपछि ब्रोकरको नेट प्रफिट जम्मा $2,600 भयो। मतलब यो स्ट्राटेजीले नाफा र घाटा दुवैलाई लिमिट गर्छ। ल, सी बुक भनेको पार्शियल हेजिङ मात्रै होइन है। अब अर्को स्ट्राटेजी हेरौँ, ओभर हेजिङ। यसलाई ए बुक प्लस भन्दा अझ राम्ररी बुझिन्छ, किनभने यो ए बुककै एक्सप्यान्डेड भर्जन हो। अब प्रश्न आउँछ, ब्रोकरले यस्तो किन गर्छ होला? कारण एकदमै सिम्पल छ। ब्रोकरले क्लायन्टलाई एक सक्सेसफुल ट्रेडरको रूपमा हेरेको हुन्छ। उसलाई थाहा छ कि यो क्लायन्टको ट्रेड नाफामा जान्छ अनि ऊ पनि त्यो नाफाको भागीदार बन्न चाहन्छ। यसको मतलब के हो भने क्लायन्टले 1 लटको ट्रेड लियो भने ब्रोकरले बजारमा 1.1 लटको ट्रेड लिन्छ, मतलब 110% हेज गर्छ। बेसिकली ब्रोकर क्लायन्ट सँगसँगै राइड गर्न खोज्दैछ। अनि यसको रिजल्ट के हुन्छ त? जब क्लायन्ट मतलब एल्साले जित्छिन्, ब्रोकरले उनलाई पैसा तिर्नुपर्छ हो। तर बजारमा ब्रोकरको पोजिसन त क्लायन्टको भन्दा ठुलो छ नि, त्यसैले उले एलपीबाट अझ धेरै कमाउँछ। एन्ड रिजल्ट, क्लायन्टले जिते पनि ब्रोकर नेट प्रफिटमा हुन्छ। तर यो स्ट्राटेजीको रिस्क पनि त्यति नै छ। यदि ब्रोकरको अनुमान गलत भयो र ट्रेड घाटामा गयो भने ब्रोकरको ठूलो पोजिसनले उसलाई पनि ठूलो घाटा गराउँछ। क्लायन्टको लसबाट कमाएको भन्दा बजारमा गुमाएको धेरै हुन्छ र ब्रोकरलाई नेट लस हुन्छ। ल, अब तेस्रो र सबैभन्दा एग्रेसिभ स्ट्राटेजीमा जाउँ, रिभर्स हेजिङ। यसलाई बी बुक प्लस भन्न सकिन्छ, किनभने यो बी बुककै झनै रिस्की भर्जन हो। यहाँ ब्रोकरको सोचाइ ठ्याक्कै उल्टो छ। उसलाई के लाग्छ भने यो क्लायन्टले यति नराम्रो ट्रेड गर्छ कि उसको अगेन्स्टमा बेट लगाउँदा डबल नाफा हुन्छ। यहाँ एकदमै ध्यान दिनुपर्ने कुरा के छ भने ब्रोकरले रिस्क कम गरिरहेको छैन, बरु जानी जानी रिस्क बढाइरहेको छ। क्लायन्टले बाई गर्यो भने ब्रोकरले बी बुक अनुसार सेल त गर्छ नै, त्यसमाथि बजारमा गएर एलपीसँग अर्को सेल पोजिसन पनि थप्छ। अनि जब ब्रोकरको यो बाजी सक्सेसफुल हुन्छ नि, नाफा पनि डबल हुन्छ। क्लायन्टको लसबाट पनि कमायो अनि बजारमा लिएको एक्स्ट्रा पोजिसनबाट पनि कमायो, मतलब दुईतिरबाटै नाफा। तर यदि ब्रोकरको अनुमान फेल खायो र क्लायन्टले जित्यो भने घाटा पनि डबल नै हुन्छ। क्लायन्टलाई पनि पैसा तिर्नु पर्यो अनि बजारमा लिएको पोजिसनले पनि घाटा दियो। यो स्ट्राटेजी हाई रिस्क हाई रिवार्डवाला खेल हो।
त्यसो भए यति हेरिसकेपछि के देखियो त? यो सीबुक स्ट्र्याटेजीहरू रिस्क म्यानेजमेन्ट मात्रै होइनन्, यी त ब्रोकरले एक्टिभ भएर नाफा कमाउन खेलेको खेल हो, जहाँ क्लायन्टको ट्रेडिङ ह्याबिटमाथि बेट लगाइन्छ। संक्षेपमा भन्नुपर्दा हामीले सी बुकका 3 रूपहरू हेर्यौं। पहिलो आंशिक हेजिङ, जुन हाइब्रिड मोडल भयो। दोस्रो ओभर हेजिङ, जहाँ ब्रोकर सक्सेसफुल ट्रेडर सँगसँगै कमाउन खोज्छ। अनि तेस्रो रिभर्स हेजिङ, जहाँ ब्रोकर अनसक्सेसफुल ट्रेडरको अगेन्स्टमा डबल बेट लगाउँछ। र आजको छलफलको सबैभन्दा क्रुसियल पोइन्ट यही हो। यी स्ट्र्याटेजीहरू रिस्क म्यानेजमेन्टको लागि भन्दा पनि ब्रोकरको आफ्नो नाफा एक्टिभ भएर बढाउनको लागि हुन्। सीबुक भनेको रिस्क म्यानेजमेन्टको नाममा नाफा बढाउन प्रयोग गरिने कन्ट्रोभर्सियल तरिकाहरूको एउटा छाता हो। अब अन्त्यमा एउटा प्रश्न सोच्न छोडिदिन्छु। ब्रोकरहरूले यस्ता स्ट्र्याटेजीहरू प्रयोग गर्छन् भन्ने थाहा पारेपछि यसले ब्रोकरको रियल प्रायोरिटी के हो भन्ने बारेमा एउटा ठूलो प्रश्न खडा गर्छ, गर्दैन त?